सम्पूर्ण मित्रहरूलाई जय मसीह एन्ड नमस्ते। केही समयदेखि परमेश्वरको वचनबाट बोलौँ भन्ने एउटा भित्रबाट एउटा जागृत भइरहेको थियो। अनि कुन पदबाट र कसरी के बोल्ने भन्ने चाहिँ मेरो मनमा आइरहेको थियो। र एकजना भाइले भेडाहरू चराउँदै थिए है। अनि त्यसपछि भेडाको पछि लागिरहेको थिए, भेडाहरूलाई हेरचाह गरिरहेको थिए। अनि त्यसपछि एउटा पद झप्पै मलाई याद आयो। यो प्राय जस्तो सबैलाई थाहा छ यो पद, हैन? अनि त्यसपछि एउटा पद झप्प मेरो मनमा लाग्यो। अनि त्यसपछि त्यस पदबाट म यहाँहरूको माझमा म पढेर सुनाउन चाहन्छु। यहाँ यसरी लेखिएको छ, सबैले थाहा छ, भजन सङ्ग्रह 23:1 है। हामी सबैले कतिले त कष्टै होला यो दाउदको भजन छ, या दाउदले लेखिएको। यहाँ लेखिएको छ, र परमप्रभु मेरो गोठालो हुनुहुन्छ र मलाई केही कुराको अभाव हुँदैन। आमेन। यहाँ दाउदले के लेखेको छ भने, यहाँ दाउदले लेखेको छ र दाउदले भन्दैछ कि परमप्रभु मेरो गोठालो हुनुहुन्छ। एउटा परमप्रभुलाई दाउदले के भनेको छ भने गोठालो हुनुहुन्छ भनेर चाहिँ दाउदले भनेको छ है। अब एउटा कुरा हामी बुझौँ भने गोठालो साधारण व्यक्ति हुन्छ, मैले बुझेअनुसार है। अनि त्यसपछि गोठालो दुई प्रकारको हुन्छ है, मैले जानेको अनुसार। एउटा स्वयं मालिक हुन्छ, एउटा चाहिँ मालिकले पैसा दिएर राखेको हुन्छ है। अनि त्यसै गरी दाउदले त्यही कुरालाई परमप्रभुलाई चाहिँ के भन्नुभएको छ भने परमप्रभु चाहिँ मेरो गोठालो हुनुहुन्छ र मलाई चाहिँ कुनै पनि कुराको अभाव हुँदैन, केही पनि कुराको। किनभने परमप्रभु मेरो गोठालो हुनुहुन्छ भनेर चाहिँ दाउदले भनेको छ। अनि त्यसपछि मैले यो गोठालोको बारेमा मैले अध्ययन गर्दै गएँ, किताबहरूमा मैले पढ्दै गएँ। अनि त्यसपछि मैले त्यहाँनिर निचोडमा के पाएँ भने गोठालोले के गर्दो रहेछ, गोठालोको के काम रहेछ भनेर मैले हेर्दै गएँ, बुझ्दै गएँ। गर्दाखेरि चाहिँ दाउदले भनेको कुराहरूलाई मैले बुझ्दै गर्दाखेरि र गोठालोले पहिलो काम चाहिँ के गर्दो रहेछ भने त्यसले सुरक्षा दिने काम गर्दो रहेछ है मेरो दाजुभाइ दिदीबहिनीहरू। गोठालोले पहिलो काम चाहिँ के गर्छ भने उसले चाहिँ सुरक्षा दिने काम गर्दो रहेछ। उसले खतरादेखि बचाउँदो रहेछ, उसले मृत्युदेखि बचाउँदो रहेछ, हैन? उसले हरेक खतरा र हरेक मृत्युदेखि उसले के गर्दो रहेछ, उसले बचाउने काम गर्दो रहेछ, सुरक्षा दिने काम गर्दो रहेछ। अनि दोस्रो कुरा चाहिँ उसले के गर्दो रहेछ भने उसले हेरचाह गर्ने है, हेरचाह गर्ने। कुनै पनि चिजले उसले चाहिँ हानिकार नपुर्याओस्, कुनै पनि थोकले उसलाई चाहिँ नछोस्, तर उसले हेरचाह गर्दो रहेछ। अनि तेस्रो कुरा गोठालोले के गर्दो रहेछ भने गोठालोले खुवाउने काम गर्दो रहेछ। मैले बुझ्दै गएँ त गोठालोले खुवाउने काम गर्दो रहेछ। अनि त्यसै कारण यहाँ दाउदले भनेको रहेछ है कि परमप्रभु मेरो गोठालो हुनुहुन्छ र मलाई कुनै पनि कुराको अभाव छैन। र त्यसकारण दाउदले भन्दो रहेछ कि परमप्रभु मेरो गोठालो हुनुहुन्छ र मलाई कुनै पनि कुराको अभाव छैन। हालेलुया। साँच्चैको तपाईँहरू मैले बुझ्नुपर्ने कुरा चाहिँ यो परमप्रभु तपाईँहरू मेरो गोठालो हुनुहुन्छ भने तपाईँहरू मेरो जीवनमा पनि कुनै पनि कुराको अभाव हुने छैन। किनभने गोठालोले सुरक्षा दिने काम गर्छ, गोठालोले हेरचाह गर्छ र गोठालोले खुवाउने काम गर्दछ। त्यसकारण दाउदले
परम प्रभु मेरो गोठालो हुनुहुन्छ र मलाई केही कुराको अभाव हुँदैन भनेर चाहिँ परमेश्वरलाई मेरो गोठालो हुनुहुन्छ भनेर चाहिँ दाउदले भनेको रहेछ। अनि हामी यूहन्ना 11 पतिर हेरौँ भने प्रभु यीशु ख्रीष्टले पनि म असल गोठालो हो, म आफ्नो भेडाहरूको लागि के गर्छु, म प्राण तिक्छु भनेको छ। त्यहाँ पनि एउटा गोठालोको वचन चाहिँ प्रयोग भएको छ। अब यहाँनिर के छ भने फेरि परमप्रभु तपाईँ र मेरो गोठालो हुनुहुन्छ भने र तपाईँ र म चाहिँ को हो त? निश्चय पनि तपाईँ र म उहाँको भेडा हो, होइन? निश्चय पनि तपाईँ र म चाहिँ को हो भन्दा र उहाँको भेडा हो। अब यहाँनिर भेडाको पनि काम हुन्छ है साथीहरू, राम्रो सुन्नु होला। अनि यदि तपाईँ र म उहाँको भेडा हो भने पहिलो कुरा तपाईँ र मैले यो गोठालो असल हो कि झुट्टा हो तपाईँ र मैले चिन्नुपर्छ। भेडाले पहिलो कुरा गोठालोलाई चिन्नुपर्छ, यो असल हो कि झुट्टा हो। गोठालो झुट्टा पनि हुनसक्छ। त्यसैले तपाईँ र मेरो काम हो यो गोठालो असल हो कि झुट्टा हो त्यो तपाईँ र मैले चिन्नुपर्छ। अनि तेस्रो कुरा, यदि त्यो असल गोठालो हो भने दोस्रो कुरा तपाईँ र मैले उसको आवाजलाई सुन्नुपर्छ, होइन? अनि चौथो कुरा, गोठालो असल गोठालोको पछि लाग्नुपर्छ र उहाँलाई चाहिँ तपाईँ र मैले के गर्नुपर्छ र पछ्याउनुपर्छ, होइन? त्यसै गरी मैले अघि पनि भनिराखेँ कि गोठालो दुई प्रकारको हुँदछ, एउटा छुट्टा पनि हुनसक्छ, एउटा असल। त्यसैले तपाईँ र मेरो काम चाहिँ असल गोठालोलाई चिन्ने, असल गोठालोको सुन्ने, असल गोठालोलाई चाहिँ तपाईँ र मैले के गर्ने, पछ्याउने भेडाको काम चाहिँ त्यही हो। आमेन। होइन, हामी देख्छ चाहिँ संसारमा धेरै प्रकारको कुराहरू छ, तर आज तपाईँ र मैले असल गोठालोलाई चिन्नुपर्छ। कि दाउदले यहाँ लेखेको छ कि परमप्रभु मेरो गोठालो हुनुहुन्छ र असल गोठालो भनेको चाहिँ परमप्रभु मात्रै हुनुहुन्छ। असल गोठालो भने प्रभु यीशु ख्रीष्ट मात्रै हुनुहुन्छ। असल गोठालो भने र प्रभु यीशु ख्रीष्ट मात्रै हुनुहुन्छ र तपाईँ र मैले सुन्ने उहाँको मात्रै हो, पछ्याउने उहाँको मात्रै हो। आमेन। त्यसै गरी यदि तपाईँ र मैले असल गोठालोको आवाजलाई सुनेन भने, उहाँलाई चिनेन भने, उहाँको पछि लागेन भने तपाईँ र मेरो जीवनमा अभाव चाहिँ आउँछ नै। तर यदि हामीले उहाँको आवाजलाई सुने, उहाँलाई चिने, उहाँको पछि लाग्यो भने परमेश्वरले तपाईँ र मलाई सुरक्षित निश्चय पनि दिनुहुनेछ। आमेन। हुन्छ, परमेश्वरलाई धन्यवाद भएको होस्। आज यहाँहरूको बिचमा छोटो परमेश्वरको वचनदेखि बोल्नलाई यो मौका पाएकोमा म आफूलाई पनि भागी मानिरहन्दछु र फेरि यो पदलाई पढेर सुनाउन चाहन्छु। परमप्रभु मेरो गोठालो हुनुहुन्छ र मलाई केही कुराको अभाव हुँदैन। आमेन। र गोठालोको अर्थ मैले अघि नै भनिसकेँ कि चाहिँ उहाँले सुरक्षा दिने काम गर्छ, होइन? उहाँले सुरक्षा दिने काम गर्दछ। आमेन। र परमेश्वरले यहाँहरू सबैलाई आशिष दिनुभएको होस्। आमेन।